Form up on me. Let's go. Let's go, guys, let's go. Enemies. Enemies are there is a mass about to go into get one. What are taking over here? Full fire, shit. Full fire. नहीं जा रहा नहीं जा रहा Rajesh, भनेको मान न तिम्रो आगनलाई के भन्छ इङ्ग्लिसमा Help! यहीँबाट हालिदिइरहेको कहाँ छ Don't give up. Your teammates will still recall you. Help! गर्न टिममेटै सबै हाल्छ गरौँ भाइ तीन नंबर बोलता है number 3 well done well done recall गरौँ न Please recall me. Got it. Help! Help! यताबाट भेट्यो एकै अरे रिकल गर Please recall me. Not a problem. Please recall me.
गाडी ठिक्क रिकल गर्ने ठाउँमा चढ्नु हो कहाँ कट्टा चलाएर बस्यो रिकल हाल्नु न पहिले Number 3, record me, please. Already looted this place, guys. Nothing here. Number 3, recall. I'm recalling a teammate. Thank you so much. Thanks. भालेले समाते सकिन के गर्छ अब छोडिदेऊ अब आजलाई छोड्दैन त अब यति रात पर भयो कि समातेर मार्छ भने मार जे गर्छ गर मलाई नसुन है Let's leave the place. I'm the location. कहाँ जाने हो? जाऊ यार भाइ। कुछ नहीं है। ये नहीं मिल रहे भने कतै मिल्छ। सारै बोकेर आएको हुन्छ। Zero kill छ यार भन्छ मेरो त्यसमा दुईचोटि मरिसक्यो एकचोटि सिक्नु एक मात्रै धेरै
हजुर दाइ आउनु न अनि चप्पल खोल्दा हुन्छ त आउनु न यतै के भयो दाइ फोन गरेको थिएँ अँ, राखेर तपाईँले पठाएको पठाइ गर्छ त मलाई साँच्चै के गरेर सुन्ने हो त्यो पछि हावादारी पुरा हुन्छ अगाडि पुरा घुम्ने चाहिँ कतै छ आफै जाने हो मेसेज आफै जान्छ मैले त्यो तपाईँलाई पठाएको होइन त्यही त हो दाइले के पठाउँछ मैले स्क्याम हो जस्तो भनेर राजेन्द्र सरलाई पनि गयो खोइ आउँछ भएको त सबै मान्छेलाई गयो शिक्षा पर्यो के पर्यो भन्छ के पठाउँछ मनसम्म त के पठाउँछ डाउनलोड गर त छैन मेसेन्जर होइन फाल्दै नि वाक्का लाएर मलाई 2 जेबी पठाउनु भयो 2 जेबीको त्यो के आइडिया छ तिमीलाई होइन यो मेसेन्जर डाउनलोड गर त ज्वरो फुटिसक्यो मानानु मेरो पाला मेसेन्जरै आउट गरिदिएको र पनि आइरहेको छ कतै हुन्छ के लिङ्क भयो के त दाइ यहाँ तपाईँको तपाईँको कहाँ के लिङ्क भयो के खोइ प्ले स्टोर कहाँ छ यार के त छौ मेसेन्जर डाउनलोड गर्नु त दाइ पहिले म हेर्छु के भएछ नेट हालेको छैन र छैन नि नेट हाल्दै गर्नु त पहिले त मेरोमा क्युआर आउँदैन मान्छे तिम्रो निकाल्नु छिटो मनको गेम सेम रातिले हाल्नु न जाने त्यो मेरोमा क्युआर देखाउँदैन है पिज्जा मजा छ है यिनीहरूको अँ। यिनीहरूलाई त के मजा नि हो पढ्नु परेन केही गर्नु परेन वाइफाई चलाएर त बसेको छ मान्छे। ज्वरो फुटाइसक्यो हिजो के गरिदिएको निन्द्राको सुरुमा के गरिहाल्यो त यो फाल्ने हुँदाखेरि झन् अरू के भयो क्या अब फ्यामलाई फोन गरेको कहाँ फोन गर्नु एमएस कल आएको थियो होला ठिक छ सर फ्याल्दै म राम्रो बनाइदिनु त्यसो अटो मेसेज कसरी गर्दा तपाईँको सिस्टमै ल्याङ भइरहेको छ कि दाइले के पठाउँछ भने रिफरल गरेर पैसा पो कमाइरहेको छ क्या दाइले भन्छ नि त्यसरी रिफरल गरेर त पैसा पाउँछ त दाइ हो तर यसरी तपाईँले थाहा नपाइ गर्दा चाहिँ आउँदैन नि तपाईँको लिङ्कहरू रिफरल गर्दा पैसा आउँछ नि त त्यसले हुन्छ यहाँ अब के मेसेज आएको त के मैले त्यो फर्मै मात्रै पठाइ गर्छ म चाहिँ फेरि कुनै क्लिक चाहिँ गरेको छैन है अहिलेसम्म पैसा पाउँछ अरे रिफरलमा आउँछ नि तर यो चाहिँ स्क्यामिङ हो तपाईँको चाहिँ तपाईँले कुनै चिजहरू रिफरल गरिदिनु भयो ब्रान्ड गरिदिनु भने पैसा दिनु परेन भने कसैको प्रोडक्ट तपाईँले अघि चाहिँ मात्रै भाले खाम भन्दै थिएँ लगो भने चाहिँ म साँच्चै भने भोलि सबै खाइदिन्छु नि फेरि अस्ति एउटा भाले बजाइदियो कि त यत्रो भाले कुनैले बजाइरहेको थियो त्यही भएर म आफै भाले खानु मन लागेको लगेन हौ गेम हाल्ने सेयरमा त पब्जी त्यो पनि डाउनलोड भएन मोबाइल पनि राम्रो चलाउनु जान्दैन गेट पार्टी हेरिन्छ है
क्लियर गरेरै नसकिने हो मैले होइन हौ त्यो त्यो के लिङ्क भयो कि त्यो उडाइदिनु पर्छ कि अनि यो चिच्चापहरू त्यो चिच्चापहरू भन्छ घन्टा भने त्यही त हो नि तपाईँ आइफोन 13 सबैजना बसिरहेको छ यो मकै पछाडि आफै हो गाडी मकै पछाडि जाने मन जान्छु 5 किलो जति मात्रै दिन्छ यदि बनाइदियो होइन भने भन्नुपर्ने अब पिटिङ आउँछ हेर्नु है कथाको होइन हौ त्यो के आउँछ गटङगम सबैलाई जाँदो रहेछ क्या हो सबैलाई जान्छ मेरो भएको जति साथीहरू Marked a location. Marked a location. Marked a location. ल यो गेम सकिरहेको छ ल के भएछ लिङ्कै उडाइदेऊ सब पारेर नर्मल बनाउनु तपाईँको लामै सेटिङ हेर्नुपर्छ जस्तो लागिरहेछ मलाई त्यो विज्ञापन के बालेन शाहले यसो गरे केपीले यसो भने कनिकेले यसो गरे भनेको भनेर लेखेको हुन्छ क्या दाइ अनि कुनैमा त्यो खडा त थिच्यो त्यहाँ कुन चाहिँ लिङ्क राखेको हुन्छ कि उनीहरूको त्यो हुँदैन कि जहाँ होइन स्क्यामिङ हो नि दाइ अनि तल हेर्नुभयो भने .com हुँदैन कि कुनै के खालको लिङ्क हुन्छ अप्ठ्यारो होइन अब थम्बनेल हेरौँ माथि यत्रो छ नि त हामी त त्यो समाचार भनेर पढ्छौँ अनि कहिले तपाईँले यो जित्नु भयो यस्तो भयो उस्तो भयो अर्कै यस्तो फेसबुकमा आएको थियो पहिला अनि त्यो यसो क्लिक गरेर हेर्नु पर्यो भनेर क्लिक गरेको थिएँ गठन सबै मान्छेको सरकोमा समेत गएछ राजेन्द्र सरहरू राजेन्द्र सापकोटाहरू छ नि त सबैकोमा Marked a location. दिदीको सबैकोमा भएको शिक्षा खबर हो यो पैसा दोसन एक बुढी त ६५,०००को पैसा आइरहेको दाजु भन्छ त्यहाँदेखि आयो अनि तपाईँको लिङ्कबाट अरूले हाल्छ अरूले पैसा तिर्छ लाटो गाडो मान्छेहरू लक्की गरेपछि पैसा भनेपछि मान्छे कसको चाहिँ ऊ हुँदैन अरे दाइ होइन म त फेरि थाहा छैन अब अनि गाड हानेछ उसले साथी यो मेसेन्जरबाट होइन क्या फेसबुकबाट हो क्या भाइ मैले बुझिसकेँ फेसबुकबाटै मेसेन्जरबाट रेफर भएको होला कुनै लिङ्क होला त्यो पनि हेरौँला होइन गाड हानेछ है यो अहिले अनलाइनको चोरीको दुनियाँ हो कि दाइ सिधा सादालाई बाँच्ने अधिकार छैन यिनीहरू सिधा हो नि दाइ पुलिस जस्तै हो के खेल्छ कि राकेशले त मेरै म्याचमा होला मेरै ग्राउन्डमा होला राकेशले चारमा चारै जित्नुपर्छ होइन मेरो एलिमी भेटिन्छ भने मकै पिछो जाने घाँस पनि काट्नुपर्नेछ नेपालीले आउँदैन त Marked a location. Watch out! Watch out! Watch out!
कसले हेरिरहेको छ म्याच चाहिँ आज त जाँदा कहाँ पुङ्गे आइरहेको थियो अघि डोको बोकेर जाँदै थिएन डोको बोकेर गएन अघि दुइटा पुरानो हाम्रो साथी गाडी आयो यहाँ साह्रो हिँडेको थियो Help! एउटा हेडसटै हाल्यो Help! कस्तो नमिठो गरी बजाइदियो कहाँदेखि एकदिन त सोमलाई मेसेज लेख्नु के लेख्दैछ अरे यो मैले पठाएको होइन आफै चेक गरेको इच्छा पर्यो यति लाख पर्यो 5,000 दिए 500 कुनै के भनेर फोन गफ गफ गर्छ के हो म कहाँदेखि गएर जान्छ यो 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 चाहिँ गक्को गई गर्छ कहाँदेखि पैसा पनि पो देखाइरहेको छ त यसमा पैसा देखाएको छ के भन्छ 5,500 भनेको कुनैमा 6,000 आइएम भन्छ कुनै के भन्छ गक्को गई गरेर हेर्नु गएर खाल्छु पानी छैन खोइ त हो भने मैले पठाएको होइन आफै जान्छ फोटो त 1,000 कति 8-9 मान्छे होला कसरी बनाउने हो यो भने Help!
ल आज अब भात खाने बेला भइगयो कि भात खान जान्छु म पुग्नु पर्यो नि ए ल मेसेज देखाउँदैन मेरोमा हो परेको छैन अनि त्यो कोही मेरोमा मेसेज आयो तपाईँकोबाट सेन्ड भएको देखाउँदैन त देखाउँदै त्यही त अचम्म भइरहेछ त तपाईँको एकाउन्टै ह्याक भएको छ मलाई के भएछ हौ फेरि मेसेन्जरबाट मेरोमा मेसेज गरेँ मैले हाई भनेर होइन तब पुरानो मेसेज हेर्नु पर्यो नि त के भनेर पठाएको रहेछ भनेर छैन ह्याक गयो हो मोबाइल मेसेन्जर चाहिँ ह्याक भयो होला पुरानो मेसेज अटोमेटिक डिलिट भएछ इन्स्टल गरेपछि हो अब आउँदैन त्यो नोटिफिकेसन बन्द गर न त्यसबाट त आएको होइन अन्त इच्छा परिहाल्यो तुरुन्त 5,000 निकाल्नु तेल लगे Victory belongs to us. The winner is us. मौसम काट्दै छैन त्यसले त प्याज बनाइहाल्छ कसलाई के भयो अरे बुवा